के रे केपी ओलीले बालनसँग पब्लिक डिबेट गर्ने रे? हुँदैन बा, हुँदैन। तपाईँ चुपचाप आराम गर्नुहोस्। तपाईँको कुरा सबै जानिसकेका छन् जनताले। अब तपाईँले के भन्न बाँकी छ? तपाईँले घर घरमा ग्यास पाइप, रेलको कुरा, पानी जहाजको कुरा, भ्युटाउका कुरा भनिसक्नुभयो, सुनिसक्यौँ, हामीले तपाईँलाई चिनिसक्यौँ। 2051 सालमा गृहमन्त्री भएको तपाईँ 63 सालमा उप प्रधानमन्त्री र परराष्ट्र मन्त्री हुनुभयो। त्यसपछि लगातार देशले तपाईँलाई 4 पटक प्रधानमन्त्री बनायो। अब तपाईँलाई सुन्न र हेर्न बाँकी केही पनि छैन बा। चुपचाप आराम गर्नुहोस्। आफ्नो नाति पुस्तासँग तपाईँ नलड्नुहोस्, अब जबरजस्ती नगर्नुहोस्। तपाईँको पार्टीभित्रै पनि तपाईँलाई समस्या भइरहेको छ। तपाईँ योगेश भट्टराईहरू, गोकुल बास्कुटाहरू, नवीन लामासँग डिबेट गर्नुहोस् बरु। तर अब भो, तपाईँ आराम गर्नुहोस्। तपाईँको समय पुगिसक्यो। तपाईँलाई देशले धेरै चिज दिइसक्यो। तपाईँले देशलाई के दिनुभयो त्यो इतिहासमा समीक्षा गरौँला। तर तपाईँको डिबेट अब सुन्न तयार छैनन् जनता। यो कुरा त बुझिदिनुहोस्। तपाईँले पटक पटक कुर्सीमा बसिसक्नुभयो। कहिले 3 वर्ष, कहिले 1 वर्ष, कहिले 2 वर्ष, पटक पटक प्रधानमन्त्री भइसक्नुभयो। अब तपाईँलाई के बन्ने रहर छ? तपाईँको के नयाँ चिज आउँछ? अब के बनाउनुहुन्छ? अब हो, तपाईँलाई जनताले जुन सम्मान गरेका छन् नि, तपाईँ ढुक्कले बस्नुहोस्। तपाईँको बहिर्गमन एकदमै लायकको होस्, नालायक झैँ तपाईँलाई जनताले फेरि धकेल्नु नपरोस्। जेनजी आन्दोलनले तपाईँलाई ससम्मान विदा गरेको हो। तपाईँको पुग्यो, तपाईँलाई पुग्यो, अब भयो भने आओ। अब फेरि जबरजस्ती गर्नुभयो भने तपाईँलाई राम्रो हुँदैन। यो ठिक हुँदैन। तपाईँले चुपचाप अब बिदा लिनुहोस्। मलाई भयो, गर, तिमीहरू गर भनेर आशीर्वाद दिनुहोस् नाति पुस्तालाई। तपाईँलाई जनताले, तपाईँलाई देशले दिनुसम्म दिइसकेको छ। अब भो, यो भन्दा बढी बोझ तपाईँ हामीलाई नबोकाउनुहोस् बा।